नमस्कार आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू। सहर गाउँ शेयर खबरमा तपाईलाई फेरि स्वागत छ। अघिल्लो भिडियोमा हामीले शेयर बजार छिर्न चाहिने 4वटा साँचोहरू तयार पार्यौं, तर ती साँचो लिएर कुन ढोका खोल्ने त? धेरैलाई लाग्न सक्छ शेयर बजार त धनी र जान्ने बुझ्नेका लागि मात्रै हो, तर त्यस्तो होइन। आज म तपाईलाई शेयर बजारका 2वटा ढोकाहरू र तीमध्ये कुनबाट छिर्दा तपाईँ सुरक्षित हुनुहुन्छ भन्ने कुरा एकदमै सरल भाषामा बुझाउँछु। शेयर बजार मुख्यतया 2 प्रकारको हुन्छ। पहिलो वा प्राथमिक बजार प्राइमरी मार्केट, दोस्रो बजार सेकेन्डरी मार्केट। आज हामी विशेष गरी यो पहिलो बजारको बारेमा कुरा गर्नेछौँ, किनकि यो बजार तपाईँ हाम्रो लागि शेयर बजार छिर्ने सबैभन्दा सुरक्षित र सजिलो पहिलो खुड्किला हो। पहिलो बजार आइपिओ पनि भनेर भनिन्छ र पहिलो बजार भनेको के हो? सजिलो गरी बुझ्छौँ। जब कुनै कम्पनीलाई आफ्नो काम बढाउन थप पैसा चाहिन्छ, उसले पहिलो पटक सर्वसाधारणलाई तपाईँ पनि हाम्रो कम्पनीको मालिक बन्नुहोस् भन्दै निम्तो दिन्छ। यसैलाई भनिन्छ आइपिओ। यो ठ्याक्कै कस्तो हो भने कुनै पसलको उद्घाटनमा सामान सस्तोमा पाए जस्तै हो। यहाँ कम्पनीले कुनै बिचौलिया बिना सिधै तपाईको हातमा सेयर दिन्छ। यसका फाइदाहरू के छन् त? यहाँ एउटा सेयरको मूल्य प्राय मात्र 100 रुपियाँ पर्छ। 10 किताब भर्न जम्मा 1000 रुपियाँ भइ पुग्छ। यसमा जोखिम एकदमै कम हुन्छ। यो नयाँ लगानीकर्ताका लागि शेयर बजार छिर्ने सबैभन्दा उत्तम बाटो हो। पहिलो बजार छिर्ने 4 साँचो अब सम्झिनुस्। यो पहिलो बजारमा छिर्न तपाईलाई ती 4वटा साँचो कसरी काम लाग्छ? पहिलो साँचो बैंक खाता। तपाईको बैंक खातामा कम्तीमा 1000 रुपियाँ हुनुपर्छ। यो तपाईको लगानी गर्ने पुँजी हो। दोस्रो साँचो डिम्याट खाता। यसलाई शेयर राख्ने झोला वा बाकस सम्झिनुहोस्। तपाईले किनेको शेयर सुरक्षित बस्ने ठाउँ यही हो। तेस्रो साँचो मेरो शेयर। यसको काम झोलामा शेयर हाल्ने र निकाल्ने हो। यो एउटा अनलाइन माध्यम हो जसले घरमै बसी बसी शेयर भर्न मद्दत गर्दछ। चौथो साँचो सिआरएन नम्बर। यो सबैभन्दा महत्त्वपूर्ण छ। यसलाई झोला वा बाकसको तालचा सम्झिनुहोस्। यो नम्बर बिना तपाईको शेयर भर्ने प्रक्रिया सुरक्षित हुँदैन र शेयर भर्न मिल्दैन। तपाईसँग यी 4वटा साँचो र हातमा 1000 रुपियाँ छ भने तपाईँ यो पहिलो बजारमा छिर्न तयार हुनुभयो। धेरै जोखिम मोल्न नचाहने र थोरै पैसाबाट मालिक बन्न चाहने हामी सबैका लागि यो पहिलो बजार वरदान साबित हुन सक्छ। आज हामीले पहिलो बजारको बारेमा बुझ्यौँ। अब अर्को भिडियोमा हामी दोस्रो बजार सेकेन्डरी मार्केट भनेको के हो, यसमा शेयरको मूल्य कसरी हजारौं पुग्छ र यसमा छिर्न थप के सामग्री चाहिन्छ भन्ने बारेमा चर्चा गर्नेछौँ। सहरको यो शेयर ज्ञान गाउँ-गाउँका हरेक घरमा पुर्याउन यो भिडियोलाई शेयर गरिदिनुहोला। मन परे लाइक सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा भेटौँला। नमस्कार, धन्यवाद।